Hi Lisa and everyone, welcome to my channel. So आज चाहिँ हामी थाहा भइसकेला earring collection चाहिँ हेर्नेवाला छ मेरो हैन. I'm going to show all of them. अनि म चाहिँ एकदमै reckless person हो कि म हराइदिहाल्छु, मिसप्लेस गरिदिइहाल्छु. So I hope मैले यहाँ जति पनि सामानहरू देखाएको छु फ्युचरमा त्यो चाहिँ 2-3 years सम्म चाहिँ टिकोस् नहराओस् भन्ने चाहिँ मेरो चाहना हो हैन. So अब चाहिँ स्टार्ट गरौँ त. सुरुमा चाहिँ look at my henna के. Oh my god, it is so damn pretty. हैन त? So clap for me. Sabas. अनि अब चाहिँ अब स्टार्ट गरौँ ल. सुरुमा चाहिँ बाहुबली झुम्का छ. So this is my like यसरी लाउने हो कि यो like यसरी है. This है. So this is my makeup first of all. This is how my makeup looks like when I have nowhere to go, okay, nowhere. But it's okay. अब चाहिँ म अर्को मेरो सबभन्दा महँगो अनि मलाई सबभन्दा राम्रो लाग्ने झुम्का भनेको चाहिँ वाउ यो झुम्का कस्तो राम्रो छ नि यो. आज मेरो एन्ड्रोइड फोनमा चाहिँ राम्रो देखाएको छ कि छैन हैन. तर पछाडिको ब्याकग्राउन्डमा देखाउँछ है त. Oh my god, it cost me like 650 to 600 पाराको कि 80 like 650 for this. सबभन्दा एक्सपेन्सिभ नै ए हो मैले अहिलेसम्म अन गर्ने भनेको. मेरे कान में है जो बाली. ओके यो भयो है यो दुईटा. अब चाहिँ इत्रु छ यो बट इट्स क्यूट दो. सानो कानमा हराउँछ यो बट राम्रो छ है यो पनि. यसको अर्को पेयर खै त. Oh, where is it? Here it is. Here is it होइन Lisa. Here it is. Okay. कसरी बनाउने हो मैले. So here it is. This earring. कस्तो क्यूट छ हैन. Okay. So अब अर्को छ मेरो यो पनि एउटा वान अफ द फेभरेट किनभने यो हामीले जुनसुकै आउटफिटमा पनि पेयर अप गर्न सक्छौँ. लाइक जुनसुकै त होइन बट मोस्ट अफ द वेस्टर्न आउटफिटहरूमा चाहिँ. वाउ यो व्हाइट टपमा पनि आई थिङ्क इट गोज होइन तर यो घर बस्दा लाउने लुगामा. माई गड कस्तो प्रिटी छ नि है यो नि. ओके सो दिस इज यो मेरो फर्स्ट झुम्का भन्दा नि म कति खुसी भएको थिएँ नि सुरुमा यो किन्दा. लाइक वाउ अर्को नि झुम्का नै छ है. अर्को नि झुम्का नै छ. दिस वान यो चाहिँ अलिकति कलर देखाउनु हो यहाँ. वाउ यो पनि राम्रो छ है बट मैले यो अहिलेसम्म चाहिँ लाएको छैन. इट इज अ गिफ्ट के. यो चाहिँ म सानो कति 6मा कि 5मा पढ्दाखेरि मेरो बर्थडेमा मैले गिफ्ट दिइसकेँ कि अनि आई विल जस्ट रिमेम्बर द्याट. दिस इज स्पेसल फर मी. मैले त राम्रो देख्यो त. ऐनामा जहिले पनि सिरबन्दी लगाएर हेर्दा है आई फिल लाइक आइ एम अ नागिन के. अनि अहिले यहाँ चाहिँ राम्रो देखेको छ. अब वान डे आई विल दिस. यो पनि मैले अहिलेसम्म लगाएको चाहिँ छैन किन भन्दाखेरि मलाई नागिन जस्तो देखिन्छ जस्तो लाग्छ कि बट भिडियो रहेछ. ओके अनि अब चाहिँ लाइक यत्रो बक्साभरि छ है. Can you see it? यो फुलवाला या सुतो प्याकेटमा छ. लाएको पनि खोला नि छैन कि. कस्तो प्रिटी छ नि हो. लाइक यो डायमन्ड स्टोनहरू छ कि यसमा जडान गरेको छ. अनि यो माथिको चाहिँ छुट्टै हो है यो नहेरी यो ब्लू कलरको. ओ माई गड यस्तो राम्रो. अनि यो पनि दिदीले दिइसकेको थियो कि यो चाहिँ अर्कै दिदीले दिन्छ है. यो पनि गिफ्टै भन्दा भयो. सो एउटा मात्र हो त यो त अहिले हराइछ. यो चाहिँ मम्मीको पैसाले किन तर भाइको हातले दिएको जस्तो कि. लाइक के थियो भन्दाखेरि साउन्ड होइन त्यस्तो खै के थियो होइन. दिदीलाई ए राखी थियो क्यारे अस्ति न. अनि मलाई
झुम्का भाइले दिएको के भाइको हातले दिएको बट मम्मीले किनिदिनु भएको है गाइस सो दिस वान इज द्याट एकदमै चढाएको थिएँ पहिला बट मैले यो कहिले पनि लगाएन कहिले पनि भन्दा एक दुईचोटि मात्र लगाएँ होला त्यसपछि लगाएन सो अनदर वान इज यो वाला ओ माई गड यो पनि मैले अझै मलाई खाएन म कहिले लाउँछु होला यस्तो झुम्का तर अझै मलाई चाहिन्छ दिस वान Oh my god, it's so pretty. है यो पनि कस्तो राम्रो छ Where is it? Okay. Okay. Wow, यो पनि झुन्झुनावाला तल देखिँदैन So this one is also my one of the favorite के है Oh my god यस्तो चाहिँ मम्मीले आज नै किन ल्याइदिन्छ हो बट मलाई सुरुमा चाहिँ मन परेको थिएन यो वाला पछि चाहिँ ए तर मैले यो लगाएन है ए ठिकै छ त भन्ने भयो कि पछि चाहिँ यो चाहिँ यस्तो के कहाँबाट देखिन्छ यो रिङवाला है यो चाहिँ मम्मीलाई गिफ्ट मम्मीले आएर नै यो लाउनु हुँदैन तर मम्मीलाई चाहिँ गिफ्ट आएको मम्मीको साथले दिनुभएको है यो चाहिँ सो दिस यो कस्तो राम्रो छ होइन इयरिङ चाहिँ अनि यसको जोडी हो मतलब म चाहिँ पहिला यसरी लाउँथेँ त लाइक यसरी अनि त्यस पछाडि ओ माई गड कस्तो देखा मलाई अनि त्यस पछाडि यो चाहिँ यसरी ल फुलवाला So my next jhumka is this one. I own so much jhumka, guys. Tell me which one is your favorite in the comment section. यदि छ भने पनि राम्रो लागेको अति नै. This one is also so damn pretty. राम्रो लाग्यो एकदम. Oh my god, यो त सन्साउँछ त. Are you ready for the next one? I'm so excited. यो चाहिँ मैले recently नै purchase गरेको है अनि I'm so glad that I did. But यो चाहिँ worth it छ. This is for 400 rupees है. Wow, कश्मीरी झुम्का. Oh my god, कस्तो राम्रो यो चाहिँ. One day I'll wait. I think यो अनारकलीमा चाहिँ म लाउँछु होला. वाउ अब कहिले लाउने हो म एकदम एक्साइटेड छु म त घर बस्दा नै लगाइदिन्छु है मलाई जाँगर लाग्यो भने अनि अर्को छ यो वाला यो सबै मैले आफै किनेको है गाइस मेरो पैसा यसमै जान्छ हैन म फुक दिन्छु यस्तो कुराहरुमै ओ माय गॉड यो पनि कस्तो प्रिटी छ के लाइक लुक एट दिस look at this so यति नै हो मेरो झुम्काको कलेक्सन अब फ्युचरमा अझै किन्यो भने I'll let you know है so bye bye guys look at my henna again appreciate it if you will not then I will कस्तो राम्रो थियो अहिले हिजो भन्दा नि आज यो धोएर चाहिँ ओ माई गड म त हेरेरै छु so that's it for today so bye everyone bye Lisa see you in next video so जानुभन्दा अगाडि चाहिँ एकपल्ट मेरो मेकअप हेरौँ न है okay bye bye